नवलपरासी हुप्सेकोटा गाउँपालिका 4 की 31 वर्षीय खिनिसरा फाललाई अहिले आफ्नै पतिको वास्तविक अवस्था बारेमा अत्तो पत्तो छैन। 12 वर्ष अघि रोजगारीको सिलसिलामा मलेसिया गएका उनका पति चन्द्रमान फाल विगत 6 वर्षदेखि बेपत्ता छन्। चन्द्रमान कुन मेन पावर कम्पनीबाट मलेसिया पुगे भन्ने जानकारी पत्नी खिनिसरालाई छैन। चन्द्रमान मलेसियामा पन्जा बनाउने फ्याक्ट्रीमा काम गर्थे भन्ने मात्रै जानकारी भएको उनी बताउँछिन्। त्यसतर्फ गएको 6 वर्षसम्म घरमा चन्द्रमानले र कम्पनी पछाए। यसपछि उनी एकाएक सम्पर्कविहीन भए। पति खोजिदिन आग्रह गर्न खिनिसरा नवलपुरबाट सिधा कुरा जनतासँगको सम्पर्कमा आइपुगेकी छिन्। सिरिन चाहिँ मलेसियाको लागि रोजगारको लागि जानुभएको थियो। अब घरमा पनि धेरै आर्थिक अब पुरै नाजुक थियो। अब उहाँले अब छोराछोरीहरू बुढीहरू बुवा मम्मीहरूलाई पाल्नको लागि उहाँ रोजगारीको लागि धेरै जानुभएको थियो। अब 12 वर्ष भइसक्यो, अहिले कन्ट्याक्ट नै दिइने छैन। उहाँको चाहिँ त्यो पन्जा बनाउने ठाउँमा जानुभएको। पन्जा बनाउने ठाउँमा पैसा पठाउनुहुन्थ्यो उहाँले? पैसा त पठाउनुहुन्थ्यो। अब 6 वर्षसम्म कन्ट्याक्ट हुनुहुन्थ्यो, पठाउनुहुन्थ्यो। अनि त्यसपछि चाहिँ नि कन्ट्याक्ट पनि छैन, पैसा पनि छैन। अब धेरै दुःख समस्या भयो।